तर जब चुनाव जितेर उनीहरू मन्त्री बन्छन्, प्रधानमन्त्री बन्छन् नि, त्यसपछि उनीहरूले भनेको एउटा कुरासम्म पुरा गर्दैनन्, एउटा कामसम्म पुरा गर्दैनन्। अनि सबैको मनमा चाहिँ एउटा क्वेसन आउँछ क्या, भोट कसलाई हाल्ने र के को लागि हाल्ने। गाइजहरू, तपाईँको बिहानीको सुरुवात के गरेर हुँदैछ मलाई थाहा छैन, तर मेरो बिहानीको सुरुवात आजै एभोकाडो म्यास गरेर हुँदैछ भने त्यसको चाहिँ टोस्ट गरेर बितिरहेछ। अब हामी ब्रेकफास्ट बनाउन थालेको, त्यसपछि ब्रेकफास्ट लन्च सबै बनाउन थालेको। सँगसँगै गाइजहरू हाम्रो चिया पनि पाक्दैछ। यो चाहिँ निस्माको लागि हो, म चाहिँ चिया खाँदिनँ, म चाहिँ कफी लभर हो। सो मेरो लागि चाहिँ म कफी बनाउँदैछु। अब निस्माले बनाइदियो भनेको नबनाउने रे। टोस्ट पनि भइसक्यो। निस्माले चिया टोस्ट रेडी गरिसक्यो एभोकाडो हालेर है। चिया बन्दैछ अनि यहाँ चाहिँ मेरो कफी बन्दैछ। बाहिर यस्तो दामी मौसम छ कि चिसो टाइपको छ। आज चाहिँ दिसभरि घर बस्दा पनि रमाइलो हुन्छ, गर्मी हुँदैन खासै। अनि त पास्ता बन्दैछ। गाइजहरू फाइनली पास्ता रेडी भइसक्यो। निस्माले चाहिँ आफ्नो लागि पास्ता हालिरहेछ। काममा लाग्नु पऱ्यो नि, आज काम छ निस्माको। म चाहिँ अहिले एकछिनमा खान्छु, भोक लागेको छैन मेरो। ल मेरो चाहिँ काम छैन, एकछिनमा खान्छु। म चाहिँ ल्यापटप चलाएर बसिरहेको छु। ल गाइजहरू, अब म चाहिँ निस्मालाई काममा पुर्याउन जान थालेँ। 2 दिनको बिदा थियो निस्कुको। 2 दिनको रमाइलो पछि आज काममा जाँदा त अनुहार त न्याउरो बनाइरहेको छ। त्यस्तो देखिरहेछ पुरै। त्यही त भने काम गर्न त कसलाई मन हुन्छ र। ल अब हामी काममा गयौँ। हिजो अस्ति 2 दिन चाहिँ निस्माले भिडियो बनाएको थिएँ, अनि अबदेखि उसले छोडी भिडियो बनाउन, त्यसपछि मैले बनाइरहेको छु। फेरि कन्टिन्यू हुन्छ कहिले। ल गाइजहरू, म निस्मालाई पुर्याउन गएँ है त, फेरि उसलाई काममा ढिलो हुन्छ अहिले। बाई बाई। काम गर है त। भन्न त पऱ्यो नि त होइन गाइजहरू। अहिले चाहिँ नेपालमा चुनावको प्रसङ्ग चलिरहेछ होइन। चुनाव आउँदैछ, धेरै दिन पनि छैन चुनाव आउनको लागि। अनि सबैको मनमा चाहिँ एउटा क्वेसन आउँछ क्या, भोट कसलाई हाल्ने र के को लागि हाल्ने। हामीले चाहिँ भोट हाल्नुभन्दा पहिला नै यो 2टा कुरा चाहिँ एकदम क्लियर हुनुपर्छ। तपाईँ जसलाई भोट हाल्नुहोस्, तपाईँ जुन पार्टी रोज्नुहोस्, म तपाईँलाई यो पार्टी रोज्नुहोस् ऊ पार्टी रोज्नुहोस् भनेर भन्दिनँ। त्यो आफ्नो विचार हुन्छ, आफ्नो सिद्धान्त हुन्छ, आफ्नो चिनेको मान्छे हुन्छ, सबै कुरा हुन्छ होइन। तर आज म यो भिडियोमा केही कुराहरू चाहिँ भन्छु। तपाईँहरूले भोट हाल्नुभन्दा पहिला यो कुरा चाहिँ एकदम याद गर्नुपर्छ है। मेरो एक भोटले त के नै होला र भन्ने कुरा सबैमा लाग्न सक्छ, बट तपाईँको एक भोटले नै देश विकास गर्ने अथवा विनाशतिर जाने भन्ने कुरा चाहिँ निर्धारित गर्छ। र एउटा प्रश्न, भोट कसलाई हाल्ने त। अहिले हेर्ने हो भने पुराना नेतादेखि धेरै प्रधानमन्त्री, राष्ट्रपतिदेखि त्यसपछि भाइरल भनौँ अथवा मिडियाले गर्दा कुनै चिनिएका व्यक्तिहरू र कोही मान्छे चाहिँ काम गरेर भाइरल भएकाहरू अथवा कोही मान्छेहरू चाहिँ काम गरेर पनि परिचित व्यक्तिहरू पनि चुनावमा उठेका छन्। कोही प्रधानमन्त्री पदको लागि उठेका छन्, कोही मन्त्री बन्न, कोही सांसद बन्न, त्यो आफ्नो ठाउँमा छ। तर हामीले भोट चाहिँ कसलाई हाल्ने त। हामीले चिनेको भरमा हाल्ने कि कसैले भोट हाल्दैन त भनेको भरमा हाल्ने कि साँच्चीकै यसले चाहिँ केही विकास गर्छ भनेर हाल्ने त। साथीहरू, हामीले भोट हाल्दा चाहिँ जसको सिद्धान्त राम्रो छ, जसको विचार राम्रो छ, जसले चाहिँ योभन्दा अगाडि केही गरेको छ अथवा केही गर्छ, जसले चाहिँ यो कुरा गलत हो र यो कुरा सही भनेर छुट्याउँछ, हामीले त्यसलाई भोट हाल्नुपर्छ। हामीले नर्मल्ली पुराना दलहरूको नेताहरू हेर्ने हो भने, पुरानो पार्टी हेर्ने हो भने, उनीहरूले चुनावको बेलामा चाहिँ विभिन्न एजेन्डाहरू हुन्छ, विभिन्न मागहरू हुन्छ, जुन चाहिँ उनीहरूले चुनावमा आउँदाखेरि यो माग चाहिँ मैले पुरा गर्छु, जनताहरूको माग चाहिँ पुरा गर्छु, जनताको डिमान्ड पुरा गर्छु भनेर हाम्रो सामु भोट माग्छन्। तर जब चुनाव जितेर उनीहरू मन्त्री बन्छन्, प्रधानमन्त्री बन्छन् नि, त्यसपछि उनीहरूले भनेको एउटा कुरासम्म पुरा गर्दैनन्, एउटा कामसम्म पुरा गर्दैनन्। र जहाँसम्म मलाई लाग्छ अहिले हामी नेपाली जनताहरूको डिमान्ड भनेको यो विदेशीहरूको जस्तो विलासी छैन क्या। जस्तै एउटा घर चाहियो, त्यसपछि ब्याजको इन्ट्रेस्ट कम चाहियो, त्यो हेल्थको कुराहरू हामीसँग खासै त्यति धेरै वा त्यति ठुलो डिमान्ड छैन क्या। हाम्रो अहिले डिमान्ड भनेको सिम्पल छ, बेसिक निड जे हो त्यो पुरा हुनुपर्छ। कुनै एउटा मान्छे नेपालमा बसिसकेपछि ऊ खाना नपाएर नमरोस्, लाउन नपाएर नमरोस् होइन। बिरामी भयो भने
उपचारको अभावले नमरोस्। सबै पुराना दलहरूलाई हेर्ने हो भने उनीहरूले हरेक भोटमा भन्दै आएको निःशुल्क शिक्षा गर्छु, निःशुल्क स्वास्थ्य गर्छु, सबैको घर घरमा टोयलेट खानेपानी ल्याउँछु, सबैको एजेन्डा यही हुन्छ क्या। अनि हामी जनताहरू पनि साँच्ची हो त यसले अघिल्लो वर्ष त सायद केही भएर गरेन होला, पुरा गर्न पाएन होला, योचोटि चाहिँ पुरा गर्छ कि भन्ने आशले हामी त्यसलाई भोट हाल्छौँ क्या। हामी एकचोटि होइन बारम्बार झुक्किँदै आएका छौँ क्या। जब राजा फालियो तबदेखि दलहरू फेरिए, उनीहरूको एजेन्डा फेरियो, तर हाम्रो जनताको जीवनस्तर भनेको पहिला जे थियो अहिलेसम्म पनि त्यही नै छ क्या। मैले अस्ति एकजना पूर्व प्रधानमन्त्रीको भिडियो हेरेको थिएँ। मैले त्यो नाम जोड्न छैन, नाम जोड्नु अर्थ छैन, मैले उहाँको भिडियो हेरेको थिएँ र उहाँले चाहिँ के भन्नुभएको थियो भनेदेखि युवाहरू चाहिँ त्यसै विदेश गएका होइनन् क्या, उनीहरू चाहिँ चुज गरेर चाहिँ चोइस नभइकन विदेश गएका होइनन् रे क्या। भनेको उहाँको कुरा चाहिँ के थियो भने युवाहरू चाहिँ आफ्नो खुसी मन लागेर देशमा इनफ रोजगार छ, इनफ शिक्षा छ, इनफ सबै कुरा छ, तैपनि युवाहरू चाहिँ आफ्नो मन लागेर चाहिँ विदेश गएका भन्ने कुरा चाहिँ उहाँले भन्नुभएको थियो। म पनि अहिले विदेशमा छु साथीहरू होइन। म खुला रूपमा भन्छु, मेरो अर्निङको कुरा गर्ने हो भने, मैले मेरो लाइफस्टाइलको कुरा गर्ने हो भने नेपालभन्दा 10 गुणा बढी छ के होइन। एउटा यहाँको मान्छेले भाडा माझेर भए पनि एउटा गाडी चढेर हिँड्न सक्छ क्या। म धेरै पैसा कमाउँदिनँ बट म एउटा गाडी चढेर हिँडिरहेको छु नि त होइन। मैले मेरो लाइफस्टाइल सुनाएको र मेरो एजको साथीहरूले, मैले घमण्ड गरेँ होइन साथी, फेरि कसैले चाहिँ यो विदेश गएर गाडी चढेर ठुलो कुरा गर्यो भन्नु होला। मैले एउटा लाइफस्टाइलको कुरा गरेको, सरकार कस्तो भयो भने कस्तो हुन्छ भन्ने कुरा मात्रै गरेको। मसँगैको साथीहरूले इभन अहिलेसम्म पनि राम्रो साइकल किन्न सक्ने अवस्था थिएन क्या, अवस्था छैन। इफ म नेपालमा भएको भए पनि मेरो अवस्था पनि त्यही हुन्थ्यो क्या। साथीहरू यहीँबाट बुझ्न सक्नुहुनेछ पुराना दलहरूले हामीलाई आश्वासनमा राखेर कतिको विकास गरे त, के विकास गरे। अहिले नेपालमा एउटा त्यो स्लोगन छ, एक घर एक विदेश। हरेक घरको एकजना मान्छे चाहिँ विदेशिनु परेको छ क्या। यो भनेको जनताले बनाएको अवस्था होइन, यो भनेको एउटा सरकारले, एउटा राजनीतिक दलले जो चाहिँ हामीलाई आश्वासन दिएर सरकारमा जान्छ, आफ्नो सरकार बनाउँछ, उसले विकास नगरेको कारण आज सम्पूर्ण युवाहरू चाहिँ विदेशिनु परेको छ। मलाई रहर छैन विदेशमा बस्नलाई। म अहिले विदेश छु नि होइन। मेरो यो उमेर भनेको जस्ट विदेशमा पैसा कमाउँदै अनि रेमिटेन्स तिर्दै, रेमिटेन्सले देशलाई पाल्दै बितेको छ क्या। मैले नेपालमै बसेर म बिरामी भयो भने मेरो उपचारको लागि ठुलो अपरेसन गर्न पर्यो भनेदेखि मैले ऋण काट्न हिँड्नुपर्छ क्या। लगभग 10-15 हजारभन्दा माथि मलाई लाग्ने भयो भने मैले ऋण काट्न हिँड्नुपर्छ क्या। र साथीहरू अबको अवस्था चाहिँ जसलाई जिताए पनि, जसलाई भोट हाले पनि अबको अवस्था चाहिँ त्यस्तो नआओस्। तपाईँले सामान्य उपचार गर्नको लागि ऋण काट्न नपरोस्, छटपटिन नपरोस्। हो, यो कुरा चाहिँ तपाईँले क्लियर गर्नुपर्छ। र तपाईँले भोट हाल्दा चाहिँ कसलाई हाल्ने त, यसको एन्सर पाउनुभयो। र के को लागि हाल्ने त, यो कुरा पनि मैले हुन त डिस्कस गरिसकेँ। म केही कुरा पोइन्टमा भन्छु। जो शिक्षित छ उसले मात्रै शिक्षाको कुरा गर्न सक्छ। जस्तै कम्पेयर गर्ने हो भने मेरो बाबालाई, मेरो दाइलाई जति टेक्नोलोजीको, जति एआईको नलेज छ नि, त्योभन्दा बढी नलेज मलाई छ क्या। त्यही भएर बुढापाकाभन्दा नयाँहरूलाई जिताइयो भनेदेखि जो युवाहरू छन्, मतलब भने डजन्ट म्याटर कुन पार्टीबाट छन्, केबाट छन्, यदि उनीहरूले चाहिँ शिक्षा बढी नै हुन्छ, टेक्नोलोजीको बढी नै हुन्छ र इकोनोमी जुन कुरा छ यो उनीहरूलाई चाहिँ सबै कुराको अलिकति बढी नलेज हुन्छ क्या बुढापाकाको भन्दाखेरि। र अहिले जो मन्त्री बन्नको लागि, सांसद बन्नको लागि, प्रधानमन्त्री बन्नको लागि उठिरहनु भएको छ, उहाँहरूको नलेज चाहिँ, एजुकेसन चाहिँ पहिलाका बाहरूको, आमाहरूको, आन्टीहरूको भन्दा चाहिँ, जो पहिला प्रधानमन्त्री भइसक्नु भयो उहाँहरूको भन्दा चाहिँ बढी नै छ। त्यही भएर साथीहरू तपाईँहरूले भोट हाल्नुभन्दा पहिला रोजगार कसले सिर्जना गर्छ, हामीले उसलाई भोट हालेर जिताइसकेपछि फेरि मेरो दाइ, फेरि मेरो भाइ, फेरि मेरो बाबा चाहिँ विदेश जान नपरोस् के, त्यही परिवार पाल्नको लागि चाहिँ विदेशिन नपरोस्। यो अवस्था जसले सिर्जना गर्छ त्यसलाई हामीले भोट हाल्नुपर्छ। गाइजहरू म चाहिँ निस्वाला काममा पुर्याएर भर्खर घर आइपुगेँ होइन। अनि मैले चाहिँ केही पनि खाएको छैन क्या, बिहान कफी मात्रै खाएँ। अनि कफी र ब्रेड खाइयो खाना चाहिँ, भए पनि मैले त्यो अरू कुरा चाहिँ खाएको थिइनँ। अनि निस्वाले पास्ता बनाएको थिएँ, अनि पास्ता खान थालेको अहिले चाहिँ। पास्ता छ, अनि पास्ता सँगसँगै सकरखण्डा, अनि यो सँगै पानी पनि छ। यो पानी किनभने मैले आज अबदेखि चाहिँ, हुन त अस्ति नै पनि सोचिरहेको थिएँ, कुरा पनि गरेको थिएँ, तर इम्प्लिमेन्ट चाहिँ गरेको थिइनँ होइन। पानीमा खासै खाँदिनँ क्या, लगभग घरमा बस्यो भने त 1 लिटर त क्या, आधा लिटर पनि पानी खाँदिनँ क्या होइन। अनि अबदेखि चाहिँ के गर्ने हो भने घरमा बसेको दिन
धेरै नभए पनि 2 लिटर अथवा 3 लिटर पानी चाहिँ खाने क्या, बरु 1 मिनटमा टोइलेट जान परोस् जाने। तर अबदेखि चाहिँ दिनमा घर बसेको, बाहिर जाँदा त अब त्यो पानी खान पाइँदैन, सबै कुरा मिल्दैन होइन। घरमा बसेको बेला चाहिँ 2 लिटर अथवा 3 लिटर चाहिँ पानी जसरी भए पनि पिउने त्यही भनेर चाहिँ मैले यहाँ 2 लिटरको पानी चाहिँ फ्रिजमा राखेको थिएँ, चिसो पानी छ होइन। अब यसलाई पिइसक्ने, यो खाने अहिले, अनि यो नसकेसम्म म बाहिर जाँदै नजाने, यो मेरो डिमान्ड हो, आफैले गरेको डिमान्ड हो। गाइजहरू होइन, एकछिनमा निस्मालाई लिन जानुपर्ने छ, तर म चाहिँ अहिले यहाँ सपिङ मल आएको छु के, कुनै पनि ग्रोसरी गर्न होइन। निस्मालाई चाहिँ बन्टी चाहियो अरे होइन। अनि धेरै दिन भएको थियो, 10-15 दिन भएको थियो, बन्टी खान मन लाग्यो भनेर थिएँ। आज कहाँबाट के भुत चढ्यो मलाई थाहा छैन, एक्कासी उस काममा गएको थियो, काममा छ। अनि मलाई त बन्टी खान मन लाग्यो भने, अनि मैले 2-3 दिनमा ल्याइदिन्छु नि त पख भनेको, हुँदैन मलाई आजको आज चाहियो भनेर म चाहिँ यहाँ बन्टी खोज्न सपिङ मल आएको छु। अब यो ठाउँमा छ कि छैन थाहा छैन, यो रहन्छ होइन, अन्त पनि जानुपर्छ। अब भित्र गएर हेरौँ छ कि छैन। गाइजहरू म चाहिँ कोल्समा गएको थिएँ, म कोल्समा गएर फाइनल्ली फर्किसकेको छु है। अनि फाइनल्ली लक्किली त्यो सामान चाहिँ पाइयो, चक्लेट पाइयो है। देखाउँछु है गाइजहरू, यो चाहिँ नहेर्नु होला, अहिले भन्छु होइन है। उसले एउटा भनेको थियो, मैले 2टा ल्याइदिएँ। र अब यत्रो दुःख गरेर आएको छु होइन, अभियसली मलाई पनि त के चाहियो, त्यही भएर चाहिँ पावरेड किनेको छु। अब आज चाहिँ खान्छु कि खाँदिनँ थाहा छैन, किनकि मैले दिउँसभरिमा 2-3 लिटर पानी खाइसकेँ। त्यो भएर आइएम नट स्योर अहिले चाहिँ खान्छु कि खाँदिनँ, बट मेरो लागि किनेर राखेको छु। त्योभन्दा पनि लक्कीको कुरा, बन्टी चाहिँ पाइयो। अब निस्मा छक्क पर्छ बन्टी खान पाइयो भनेर। ल गाइजहरू, अब म निस्मा लिन जान्छु। निस्मा गाइजहरू, ल बन्टी आयो, बन्टी के भन्न छ। थ्याङ्क यू। ल गाइजहरू, अब निस्मालाई पनि, निस्मा पनि छुट्टी भयो, निस्माले बन्टी पाइसक्यो 2टा, घर जान्छु। अनि गुड नाइट गर्नुपर्छ है त ल।